चिट्ठी मात्र लाग्छ न झिकालेर काम हालिदिन्छु होइन तिमीले त बिजोक गरेछ यार बिजोक होइन अब सब यहाँ हेर्नु न जिआरबी ग्रेभी एमएसु मासु के बोले भाइ अब के बोले मासु र ग्रेभी मात्रै खानु त्यो त दलदलै भइरहेको छ नि त्यही त के हुन्छ साथीहरू अब ग्यास सानो भयो म्याकरी भएन सुविधा भएन है मुखबाङको अब मुखबाङ गर्नु पर्यो मासु भात खानु पर्यो भने खोला घरमा त तिमीहरू खै यिनीहरूको भाग्य बलियो हो कि मेरो भाग्य अभाग्य हो टुप्लुक टुप्लुक आउँछ भात पस्किने बेला भात खाने बेला